वेलकम टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अहिलेसम्म म पनि सन्चै नै छु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजना साथीहरू होइन। हाम्रो यहाँ पुरै टिपर जाम भएछ होइन। ल्याङ भइदिएर अब फेरि एकछिनले झ्याउ नै भयो। म चाहिँ अब यहाँ टिपरको जामसाम भइसकेपछि केटिनीपट्टि जाँदैछु होइन। यसलाई चाहिँ केटिनीमा छ हाम्रो खलासीको। अब यहाँबाट जहिले यताबाट गइरहन्छु म चाहिँ टक्क लगाएर होइन। यो चाहिँ खतरा छ कि बाटो गयो होइन। खेत अनि टक्क बिचमा बाटो चाहिँ यहाँ फड्केश्वर महादेव थानको यो पुलनिर आइसकेको छु। फड्केश्वर महादेव चाहिँ त्यहाँनिर हुनुहुन्छ। फड्केश्वर महादेव कि जय होस्, मेरो होस् या नहोस् होइन। अब यहाँ चेनिस पकेडको त्यो एउटा चेन काटेर होइन पुगेन कि हाल्नलाई भनेको थियो नि, देखाएको थियो नि त। त्यो नपुगिसकेपछि अब ऊ मिलाएर हाल्नु भनेको होइन। अनि फेरि बल्ल बल्ल 2-3 घन्टा लाएर हालेपछि चेनमा अब त पुरै गइदिरहेको क्या, नयाँ चेनिस पकेड हाले जस्तो भइदिरहेको है। मलाई फेरि मजा आइदिरहेको क्या चलाउनलाई यहाँ अब होइन। अब म चाहिँ यो उकालो उक्लिँदैछु ढलानको होइन। अब यो कटिसकेपछि अब सुन्तान स्कुल आउँछ। म चाहिँ यहाँ सुन्तान स्कुल पुग्न लागिसकेको छु होइन। अब यो क्यामेरा जाँदै धुम्ला देखेछ। अब त्यो बाखो टाँस्यो होला क्या। आजको दिउँसो चाहिँ पुरै पानी आउला जस्तो छ क्या पुरै नै होइन। अनि पानी आइसकेपछि यहाँ बाले रोक्नु भयो होला। म रोकिदिन्छु लैदिन्छु 1500सम्म केही भएन यहाँ। ल आउनु म चाहिँ लिफ्ट तिरेको छु बुवाले। 1500सम्म जान्ला नि बा? ए तपाईँ घर चाहिँ कहाँ? मेरो घर खोबासी बुवा। खोबासी? हजुर हजुर। हजुर हजुर त्यो बेला पनि गरेर पर्छ भन्ने हजुर हजुर भएको मान्छे हजुर ए हजुर 25 रुपियाँको पसल राख्नु भएको ए ल अहिले चाहिँ मैले बुवालाई छोड्दिएँ होइन। त्यहाँबाट 1500सम्म ल्याएर होइन। पैसै सबैभन्दा ठुलो कुरो होइन कि होइन। तर म भर्खरलाई त रोक्दिनँ होइन। किन त खुट्टा छ नि त हुन्छ नि। बुढा मान्छे त 77 वर्षको मान्छे रहेछन् होइन। अनि मैले चाहिँ के अरे ब्रो, अनि मैले चाहिँ बुढालाई लिफ्ट दिएर होइन। मेरो हजुरबाको उमेरको जस्तोलाई मात्रै दिने हो कि म फेरि भर्खरको मान्छेहरूलाई दिँदिनँ। किनभने उनीहरू त अब इन्ड्राइभ गरेर हिँड्न सक्छन् नि त। अब बुवाहरूलाई त अब बुझ्छौँ नि त हामी होइन। अनि बुवाहरू चाहिँ टक्क लगाएर बुवाहरूको कुरा सुन्नु पनि रमाइलो लाग्छ होइन। बाटोमा आउँदा बुवाहरूको दुःखको कुरा सुनेपछि हाम्रो त साला के पनि हुने जस्तो लागिदिन्छ कि होइन। यहाँ पनि रहेछन् त्यहाँ ऊ समिताहरू चौधरी काका। अब यहाँ म चाहिँ यहाँ सञ्जिताको ग्यारेजमा आएर ओरेर बाइकमा टक्क यसरी जहिले मोबिल हाल्छु। त्यही पनि कसैलाई भन्नुहुन्न फ्रीको है। फेरि फ्रीको होइन। गाह्रो छ गाह्रो। यसरी यत्रो सानो उमेरदेखि यसरी काम गर्नुपर्छ। अनि घरमा बस्ने मान्छेहरूको चाहिँ के हुन्छ भने कुरो टेन्सनमा छु, तनावमा छु रे, ओछ्यानमा सुतेर होइन। भात खाएर बाबामाले कमाएको पैसामा मस्त बसेर नि टेन्सन छ भन्छ नि। यो भाइलाई हेरेर सिक्यो के होइन। अहिलेसम्म चाहिँ एक्टिभ भएन है। अल्छी लाएर बसिरहेको छु। खोइ टिप्सी पनि लाग्दैन। आज शुक्रबार दिमाग खराब भयो। क्या ल्याङ भइरहेछ नि। पर्दाखेरि यहाँ एउटा टिप लिएर आएको छु। 2 घन्टा पानी पऱ्यो बल्ल रहेको छ। म निस्किँदैछु चाहिँ यहाँ टिप लिएर आइसकेको छु यता बाँसटोल साइडपट्टि होइन। अब के भन्नु र, यहाँ कुकुर पनि रहेछ। अब म चाहिँ यहाँ बसिरहेको छु। यहाँ 15 दिन पानी पऱ्यो 1.5 घन्टा जति। अनि गएँ उता बनेपा 100 रुपियाँको टिप लगाएको थियो। तर मलाई 250 रुपियाँ दिनुभयो। खुसीको खबर छ होइन। म चाहिँ अहिले यहाँ यता के मल्पीभन्दा माथि आएको होइन। सुरुमा चाहिँ 90मा एक्सेप्ट भयो। डेडलाइन हान्नु खोजेर चाहिँ यो क्यान्सल गरिदिएँ भनेर मैले नम्बर चाहिँ लिइसकेको थिएँ कि त्यो दाइको। पहिला त्यही भएर नम्बर लिनुपर्छ कि। अनि त्यो नम्बर चाहिँ मैले लिइसकेको थिएँ। नम्बर लिइसकेपछि के भयो भने कुरो, अब नम्बर भएपछि त फोन गर्न मिल्यो नि त। फोन गरेर किन क्यान्सल गरेर यो एक्सेप्ट चाहिँ किन गरेर त त्यसो भए क्यान्सलै गर्ने भयो भन्नु भने दाइ मसँग पैसै भएन 70 भन्दा भने होइन। अनि ल केही भएन भनेर मैले पनि 70मै लिएर आइदिउँ हुन्छ। ल 70मै गरिदिन्छु नि त, कहाँसम्म पैसै नभएपछि त के गर्नु र होइन भनेर पनि दाइले तपाईँ जस्तो मान्छे भेट्न अलिक गाह्रै छ भन्दा यताउता दिनु। म चाहिँ यहाँ मल्पीको बाटो हिँड्दैछु। तेजगङ्गा स्कुल पुग्नु लाग्यो होइन। म
म चाहिँ अब घरतिर जाँदैछु होइन मामा भेट्यो यो बाटोतिर चाहिँ टक्क मामा आउनु भएर चाहिँ ख्याकोबाट म चाहिँ अब मामालाई ख्याको पुऱ्याउनु जाँदैछु म चाहिँ यहाँ अहिले गोरखनाथपट्टिको बाटो जाँदैछु उताको हिलो छ भनेर अब हामी चाहिँ यहाँ सुन्धानको यो के भन्छ यो डाँडामा आइसक्यौँ होइन सुन्धान डाँडामा यो चाहिँ ओम डाँडो भन्छ क्या अरे यहाँनिर आइसकेको छौँ हामी चाहिँ यहाँ फाइनल्ली अब किटिनी भन्ने ठाउँमा आइसकेको छौँ अब यहाँबाट हामी जाँदैछौँ घरतिर भन्दा नि ख्याकोतिर भयो आज चाहिँ मामालाई छोड्नलाई जाँदैछु म चाहिँ अब मेरो भ्लग लगभग अन्तिम भइसकेको छ अब म चाहिँ यहाँ चौकीनिर निक्लिन पाइसकेँ होइन आजको दिन चाहिँ लोदर नि भन्न मिल्दैन राम्रो नि भन्न मिल्दैन ठिकै भयो जे होस् यतिकोलाई राम्रै भन्नुपर्छ अब हामी चाहिँ यहाँ चौकीनिर आइसकेको छौँ अब यहाँ वरिपरि चाहिँ अहिले बर्खाको बेला भएर हरियाली चाहिँ डेन्जरै छ अब हामी चाहिँ लगभग घर आइपुग्नु लाग्यो यो चाहिँ अब हामी ख्याकोतिर जाँदैछौँ बाटो चाहिँ पुरै खतम रहेछ यार त्यत्रो हिलो जोगाएर आएको यहाँ आएर चाहिँ पुरै नै टेन्सन हिलो बनाइदिएर जुत्ता यस्तरी राखेर हिँडिरहेको छु अब यो पनि अलिकति उतासम्म होला पानी परेर हिलो भयो यो त पिच हुनु पनि खोइ भएको छैन दिमाग खराब भइरहेको छ म चाहिँ अब मामालाई छोडेर फर्किसकेको छु घरतिर जाने बाटोतिर होइन अब चाहिँ मेरो यो भ्लग अन्तिम नै हो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइजहरू म चाहिँ अब बाई बाई भन्न चाहन्छु म चाहिँ अब घरतिर जाँदैछु 2 मिनटको बाटो छ अब बाई बाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु अनि सेयर पनि गरिदिनु होला